साथीहरू फेसबुकले हेप्दा म चाहिँ युट्युबमा आएको है। एक म फेसबुक कन्टेन्ट क्रिएटर भएकोले फेसबुकले मलाई अति नै हेप्यो। मैले फेसबुकको नै प्रचार गरिराखेको थिएँ। म जस्तो रियल कन्टेन्ट क्रिएटरलाई फेसबुक र मेटाले हेपेपछि म अब युट्युबतिर लागेको छु। युट्युबमा आउनु सबैजना, युट्युबको चाहिँ प्रचार गराउनुपर्छ। युट्युबबाट राम्रो कमाइ हुन्छ। तपाईँहरू पनि राम्रो राम्रो कन्टेन्ट बनाउनुहोस्, भ्लगिङ गर्नुहोस्, जानेको कुरा अरूलाई सिकाउनुहोस् र युट्युबतिर आउनुहोस्। युट्युबमा पनि एकदम राम्रो पैसा कमाइ हुन्छ। सबैजनाले टिप भएर लाग्नुहोस्, अगाडि बढ्नुहोस्। सबैजनाले पैसा कमाउन सक्नुहुन्छ है त साथीहरू। तपाईँहरू पनि युट्युबतिर आउनु होला र सँगसँगै तपाईँहरूको साथीहरू हुनुहुन्छ भने पनि युट्युब च्यानल खोल्न लगाउनुहोस् र युट्युबको प्रचार गर्नुहोस्। अब मैले फेसबुकको प्रचार धेरै गरेँ तर फेसबुकले मलाई नै हेप्यो। म कन्टेन्ट क्रिएटर भएको नाताले भन्दैछु, फेसबुक सानो सानो स्टार मेरो केही पनि छैन। न अहिले मेरो 40,000 फलोवर्स भएको आइडीलाई न मोनेटाइज टुल सेटअपको लागि दिन्छ, त्यो पनि स्टारबाट कमाइराखेको थिएँ, फेरि पनि रेस्ट्रिकेट हानिदियो। त्यसैले फेसबुकमा केही फाइदा छैन। अहिले युट्युबतिर लाग्नुहोस्। युट्युबमा एकदमै राम्रो छ र तपाईँहरू पनि युट्युबमा ओरिजिनल कन्टेन्ट बनाउनुहोस्। तपाईँहरू सबैजना